मांडे गुणानुकथने श्रवणो कथायां आस्तौ च कर्मसु मनस तव पादयोर्न समृतां शिरस्तव निवास जगत प्रणामे दृष्टि सतां दर्शनेस्तु भवत्तनुनाम। मलाई भागवतमा सबैभन्दा मनपर्ने श्लोक भनेको यही हो। भक्तको लक्षण भनेको यही हो। दिस इज द सिम्पटम अफ द डिभोटी टु गेट द साल्भेसन, टु गेट द एनलाइटनमेन्ट। यही हो भगवत भक्ति भनेको, यही हो मुक्तिको आधार भनेको, यही हो मुक्तिको द्वार भनेको। के भन्छ मुक्तिको द्वार भागवतले? बाणी गुणानु कथने श्रवणौ कथायाम। यो बाणीले सदैव भगवानको नाम गुणानुवाद चर्चा गरिरहोस्। श्रवणौ कथायाम, यो दुईटा कानले भगवानको महिमा सुनिरहोस्। हस्तौ च कर्मस मनस्तव पादयोर्न, दुई हातले भगवानको सेवा गरोस्। यो पाउले प्रभुको सेवामा तल्लीन होस्। यो मन भगवानमा लागोस्। यो मस्तिष्कले भगवानको स्मृति जगाओस्। यो शिरमा भगवानको विराजमान होस्। यो आँखाले प्रभुको दर्शन गर्न पाओस्। हरेक अङ्ग प्रत्यङ्गले, हरेक इन्द्रियले परमात्माको दर्शन गर्न पाऊँ। मेरो जीवनको अभिलाषा भनेको यही हो। सच्चा भक्ति भनेको यही हो। त्यही भएर भक्ति भनेको भजन गाएर मात्र हुँदैन, शुद्धता हुनुपर्छ।